हजुर साथीहरू वेलकम ब्याक टु माई न्यू भ्लग। आशा छ हजुरहरू सन्चयारमै हुन्छ र म पनि एकदम सन्चयारमै छु भन्दै आशाको साथ आज न्यू भ्लग स्टार्ट गरिसकेको छु। सो साथीहरू मेरो त्यही दिनको सुरुवात यसरी नै हुनेछ। अहिले त्यही बिहानको 5 बजेको छ, म मात्रै 4 बजे उठेको हो। किन सो साथीहरू आजको त्यही भ्लग के हो भनेर हजुरहरूले थाहा पाइसक्नुभयो होला टाइटल देखेर नै। सो म चाहिँ आज परिचय पत्र बनाउनुको लागि जान्छु, किनकि मलाई परिचय पत्रको खासै छ। अनि हामी यसो रानी पोखरी नै कमल पोखरीतिर नि यसो घुमघाम गर्नेछौँ। धेरै दिनपछि हामी फ्यामिली 3 जना हामी घुम्न जान्छौँ। किन भ्लग बनाउने केही वातावरणै छैन क्या अब, होइन? सो साथीहरू अब खानासाना बनाउनु पर्ने हुन्छ। हामी त्यहाँ आज 4 नै हिँड्नुपर्ने हुन्छ, 8 बजी हिँड्नुपर्ने हुन्छ, किनकि अब लाइन साइन बस्नुपर्ने हुन्छ, के बस्नुपर्ने हुन्छ। सो त्यही हो, अब एकछिनपछि खानासाना बनाउँछौँ अनि खानासाना खाएर हिँड्नेछौँ। साथीहरू मैले त्यहाँ अब खानासाना बनाउन रेडी गरिसकेको छु। करेला र आलु दालको सालु छ। अनि यता के भइरहेको छ त बाउ छोराको। हेलो डनहरू, हेरेर छोराको टोपी कता छ बाउलाई मतलब छैन। ऐ छोयो बाबा खट्टाउँछ। सो गाइस अब मात्रै खानासाना बनाउनु। सो गाइस अब चाहिँ हामी हिँडेको रेडीसेडी भइसक्यौँ, अघि नै खाना नै खाइसक्यौँ। यहाँ मेरो छोरो कहाँ जाने अब हामी? सो अब हामी चाहिँ गएको। मेरो त आज धेरै काम छ। अन्त मेरो बुढो तयारीको साथमा हो। के भयो त अनि? सो गाइस अब चाहिँ हामी हिँड्छौँ ढिला नगरी आज, किनकि धेरै काम छ, मेरो धेरै काम गर्नुपर्ने छ। भोलि फेरि शनिबार हो। ए के अरे भोलि त बुधबार बिहिबार, भोलि बिहिबार हो। अनि यसो बिहिबारले गरेर चाहिँ बन्द हुन्छ नि त, त्यही भएर आजै सबै काम गर्नुपर्ने हुनेछ। त्यही भएर अब हिँड्छौँ हामी छोरा आमा बाउ। गाइस अब हामी हिँडेको बाहिरको त्यस्तो छ। सो गाइस हामी चाहिँ अहिले फाइनली आइपुगिसक्यौँ। जस्ट भिड छैन जस्तो छ। त्यो उयोमा भने होला के उहाँ के अरे फोटोकपीहरू गर्छ नि हो, त्यहाँ भने हो। यता त थाहा भएन मलाई, त्यो फोटोकपी गर्ने ठाउँतिर गर्छ कि त्यहीँ पठाउँछ कि यहाँकोले जहिले। हामीले त्यही काम स्याम भइसक्यो बन्यो। कति छिटो है तिम्रो? मेरो बनिसक्यो अलरेडी। कहिले आउनु भनेको त 1 वर्षपछि म हाँस्दै सबैजना। सो गाइस फाइनली मेरो कार्ड बन्यो। अब हामी घुम्न जान्छौँ भाइ छोरो, घुम्न जाने हो। केटो फाइनली हामी चाहिँ
खै त्यो फुल खै कमल पोखरी सबै झरिसकेको रहेछ फुल जति त्यही खै फुल खै फुल चाहिँ यो जान मिल्छ त मिल्छ म हिँडेँ अँ। छ यसरी यसरी खै देखेको छ हामीलाई अँ के गर्ने अनि देखाउन भनेर नि ल छैन उता ल ल हेर ल जा उता अझ यो जुत्ता बाई ल खै त केही देख्दिनँ त कमल पोखरीमा जिम आएको छैन रहेछ केही नै त्यो जिम हो बगालो रहेछ पोखरी चाहिँ यता त मेरो बुढा यता म मेरो छोरो टेनिस खेल्ने ठाउँ यहाँ हेर देखा टेनिस खेल्ने ठाउँ यो चाहिँ फुल त छैन धेरै गाइस फाइनली अब हामी त यहाँ घुम्यौँ फिर्यौँ फोटोसोटो खिच्यौँ तर धेरै घाम भयो अनि घुम्न पनि मजाले पाएन त्यही पनि नानीसँग घुम्न नै अलिक गाह्रो हुन्छ फुल पनि सबै झरिसकेको रहेछ सकेछ यस्तो छ कमलको फुलमा चाहिँ म गएँ है बिचमा अरू कोही पनि गएन म मात्र गइरहेको सो तपाईँहरू सोचिराख्नु भएको छ कमल पोखरी घुम्न आउँछु भनेर त्यो कमलको फुल बिचमा छोडिदिनु होला किनकि अहिले त्यस्तो खासै राम्रो छैन सो त्यही हो अब हामी चाहिँ राख्छौँ सो फेरि भेटौँ अर्को नेक्स्ट ब्लगमा आजको लागि चाहिँ यति नै बाई बाई